So hello guys, welcome to my first video. म चाहिँ नेपाली हो अनि यो मेरो फर्स्ट भिडियो हो. यो रोब्लक्सको +1 स्केप भिडियो हो. अनि उसको साथी अहिले चाहिँ मेरो साथीले खेल्दैछ नि त. किनकि उ नुब हो नि त. ऊ चाहिँ नुब हो गाइजहरु. हैन, अहिले मेरो च्यानल नै देख्नु भा म कति प्रो छु भनेर. थाहा छैन भने उसको च्यानलमा गएर हेर्नुस्. दुईटाबाट भिडियो त्यसलाई नि लाइक गरिदिनु होला है. च्यानलको नाम दे रोब्लक्स एला. ऊ चाहिँ मेरो क्लासको साथी. We are studying in like 9th class. Yeah. We are like 13 years old. मलाई त झोलै छ हौ. मलाई खेल्नु छ हो भएन गाइजहरु. म आफै बडी बोल्छु अनि मलाई रे के अझै. म त अब म यहाँबाट मेरो काम गर्छु किनकि मलाई अल्छी लागिरहेको गर्नलाई. किनकि यो सेकेन्ड च्यानल कस्तो बनाउँछ? मिल्दैन. मलाई त आउँदैन. अरूहरु गर्छ. सिकको अर्को मोबाइलमा छ. so genius. अहिले नि म उसको घरमा हो मेरो साथीको. अनि मेरो साथीको नाम हो साक्षी. हैन राजमामा मेवा. होइन साक्षी हो यसको नाम. एक्सपोज गरिहाल्यो नि खुवाइन्छ अरे. अहिले मेरो नाम त हजुरलाई मेरो च्यानलमा हेरिसक्नुभयो होला. अनुष्का तामाङ. मैले अहिलेसम्म फ्रेस रिभिल गरेँ होइन गाइजहरु. गरेको छ म सर्ट्समा गरेँ. अनि मैले त अब पनि खेल्थेँ तर आजकल यसले खेल्दैन. कसले खेल्न मन पर्दैन नि त. भन्यो अब यो सङ्गति धेरै स्पिड छ गाइजहरु. अब रफ्तार जसरी बाक्छ मैले गरेँ. हेरेर त केही नै हाल्दैन बच्चाले. मलाई गर्दै भने भिख मागिरहेको मलाई गर्दै भने. मैले मागेको रे आफै माग्छ. मलाई खेल्न देन. आज यो मेरो मोबाइलमै खेलिरह. Who said? I said. देन त यस्तो बदतमिज भइसक्यो. भन्छ यो मोबाइलको पासवर्ड के हो थाहा छ? अनि यसलाई चाहिँ मेरो सबै प्राइभेसीको पासवर्ड थाहा. मलाई नि थाहा हुनुपर्छ. यसको अब त नराम्रो छ गाइजहरु. माइन्ड नगर्नुहोस् तर म चाहिँ अलिक मोटी हो. या रियलमा. अनि मेरो साथी नै मोटी हो. त कति केजी? थाहा छैन. कति केजी थाहा छैन. अनि त कति केजी? 47. त्यही 48 कि 49 कहिले? कहिले? फेरि घट्या हुन्छ. हो मेरो मनले स्टप गरे नि त गाइस यो कुकुरले. कुकुर हैन त कुकुनी. म चाहिँ घरमा एक्लै थिएँ त्यसैले म यसको घरमा आएको. काम पाउँदैन त्यही भएर आउँछ. हो है गाइजहरु. 11 मिनेटको लाइक या 4 मिनेट भयो. मेरो च्यानल त्यति राम्रो छैन यो गाइस. चाहिँ क्याट साईको फ्यान हो. यो चाहिँ गुजुस फ्यान. मेरो 5 रुपैयाँ खस्यो. ओ 5 रुपैयाँले रहेछ. त्यो रमिसा खै त. रमिसा ए साँच्चै गाइजहरु रमिसा च्यानलमा गएर सब्स्क्राइब गरिदिनु होला है. रमिसाको च्यानलको नाम के हो? रमिसा खत्तेरी. खत्तै हो नि त गाइजहरु. अब विन्सलिम मलाई चाहिँ झोलाइरह त्यसैले म बल खेलिरहेको छु. काम पाउँदैन नि त. मलाई मैले यो गेम मेरो
यसको मनमा मैले फर्स्ट टाइम खेलेँ हो अनि म चाहिँ पिसीमा खेल्छु ए ट्याब्लेटमा खेलेर अहिले झुक्नी सरी गाइस म ट्याब्लेटमा खेल्छु किनकि टोका बोका खेल्न सजिलो हुन्छ नि त तर टोकाको मन पर्दैन भने हैन मनपर्छ कसले भने आजकल खेल्नुहोस् भने थियो आजकल खेल्दिनँ पो भने त मन पर्दैन भनेर पानी त्यो नगर्नुपर्छ आफू खान उता गिलास त खान साइको उता गिलास के साइको यसलाई चाहिँ एउटा गेम खेल्न आउँदैन है फर्स्ट टाइम यसको ई म प्रो नोबो अन्त आफूलाई चाहिँ नो भन्नु मलाई चाहिँ प्रो भन्नु ई म प्रो उसले भन्दा सुरुमा रोब्लक्स खेल्न थालेँ मैले कति क्लास हुँदा खेल्दा रोब्लक्स भन्छ ए मलाई थाहा तु भन्छ अहिले 2 क्लासमा खेलेँ नि अहिलेसम्म केही राम्रो गेम खेल्नै आउँदैन बच्चालाई ए म प्रो ल गेमको नामहरू भन्छ ल रोब्लक्समा टोका बोका नै हुँदैन टोका बोका छुट्टै गेम हो रोब्लक्समा त्यो के अरे ब्रेन रड फाइन्ड डम्पलिङ्स त्यस्तै आउँछ 2 क्लासमा खेल्न सुरु गरेर भन्छ 3टा भन्दा गेमको नाम थाहा छैन थाहा छ भन्छ त अहिले खेल्दाको गेम पनि थाहा खेले हास त नाम थाहा भएर खेले हात मैले त भन्ने जति सबै गेम खेले इस हो इस मैले के भन्छ अहिले अरे भर्खर डाउनलोड गरेको होइन गाइस मेरो मम्मीले रोब्लक्स खेल्दिनु भएको थियो त्यही भएर भर्खर गरे हो तर मलाई आउँछ नि त खेल्न मलाई मर्डर मिस्ट्री 2 नि खेल्न आउँछ डग नि खेल्न आउँछ अनि पछि अनि के अनि रोब्लक्समा हाइड पनि खेल्न मिल्छ मैले खेलेँ नि इस खेले है साँच्ची खेले है म गाइजहरू म मेरो च्यानलमा पोस्ट गर्छु कस्तो राम्रो खेल्छु भनेर अहिले थाहा नै अझै डान्स गरिरहेको मैले खोलिदिनु पर्यो गेम दे म खेल्छु तँलाई आउँछ ल खेल्नु हेर मरी भन्छ खेल्ने हेर म बस्ने अब Ballerina, cappuccino, assassina, cinera. मलाई त्यो है कैसे हुआ हेलो गाइस अब चाहिँ म साँच्चीकै खेलिरहेको होइन गाइस मैले खेल्दिरहेको छु किनकि त्यसको आवाज परबाट आइरह नि त त्यसैले म खेलिरहेको यसको आवाज टाढाबाट आइरहे म साँच्ची बोलेको आम्मा कसम झुक्कै रहे गाइसहरू यसले नै खेल्दा म कति प्रो हुँ ए मलाई छैन थाहा छैन तँलाई ये मलाई छैन मैले आफै गरेँ अन्त अरे बोल्न झरेर अन्त म मरेको छैन नि एउटा प्राङ्क सुन न कथा हाँस उठ्ने
खाने अरे मेरा है ना क्या रुको अनुष्कालाई जन्मदियो फेरि त्यो अनुष्काले कति छिटो बोल्नु थाल्यो के यसले जो मन छोटो त हुन्छ नि इम्प्रुभ वाट क्यामेरामा भएको मान्छेहरूले तिनजना अपग्रेड भयो है हेलो हेलो गाइस हेलो म छु है मरे भन्थ्यो है त्यसरी त खान पाइरहेको नि मरे भन्थ्यो खानै पाउँदैन सो गाइज आजको लागि यति नै हजुरलाई मन पर्यो भने लाइक सब्सक्राइब सेयर पनि गरिदिनुहोस् होला बाई Let's go guys. Have a nice day.